साथीहरु हैन मैले यहाँ लुकेर भिडियो बनाइरहेको छु हैन मलाई धेरै नै डर पनि लागिरहेको छ है। त्यहाँ मैले एउटा यस्तो सेपरेट कुरो पत्ता लागेको छु क्या, यहाँ जंगलको बीचमा एउटा मेडिकल रहेछ हैन, त्यहाँ चाहिँ एउटा डाक्टर मात्रै बस्दो रहेछ। त्यहाँ चाहिँ एउटा जस्तै गाँजा खानेहरु चरस खानेहरु दुर्व्यसनमा परेकोहरु जाँदा रहेछ क्या, अनि त्यहाँ चाहिँ उपचार गर्दा त्यहाँ एकजना मात्रै डाक्टर बस्दो रहेछ। साथीहरु मैले यो कुरो लिएर जाँदैछु, आज म यिनीहरुको पर्दाफास गर्छु, तपाईहरु सबैले हेरिदिनु होला ल। मलाई यहाँ केही हुन पनि सक्छ है, यो भिडियो तपाईहरुको सामु म पोस्ट गर्दैछु, सबैले हेरिदिनु होला। म त्यो ठाउँमा तपाईहरुलाई लिएर जाँदैछु है त। ल गाइस जाउँ हामी त्यो ठाउँमा। त्यो क्यामेरा चाहिँ मैले छातीमा राखेको छु, थाहा नपाउनु तालले। क्यामेरा यहाँ लुकाएर हिँडेको छु हातमा समातेर है मोबाइल। यहाँ रक्सी गाँजा तथा लागू पदार्थ सेवन विरुद्ध जनचेतना दुर्व्यसन उपचार गरिन्छ न्यानो घर। अनि यो चाहिँ घर रहेछ हेर्नुहोस् है यहाँ। यहाँ चाहिँ डाक्टर साहब बस्नुहुन्छ एकजना है ल। अनि तपाईँले जहाँ रक्सी खाने गाँजा खानेलाई निको बनाउनु बिहान कति बजीदेखि कति बजीसम्म खुल्ला हुन्छ? बिहान 8 बजे 7 बजीसम्म हुन्छ बिहानदेखि हजुर बेलुकासम्म है। गाँजा रक्सी खाने तपाईँले निको बनाउनुहुन्छ? निको सबै निको बनाउँछ। दाँत देखाउनुहोस् त यस्तो गरेर, हजुर यस्तो यस्तो गर्नु त हजुर दाँत 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 हो। गुर्गा सुर्गा के खानुहुन्न है? ए ल यो चाहिँ हाम्रो हस्पिटल रहेछ होइन। यहाँ चाहिँ गाँजा रक्सी चुरोट खानेलाई चट्ट निको हुने। यहाँ हेर्नुहोस् है, यहाँ रक्सी गाँजा तथा लागू पदार्थ सेवन विरुद्ध जनचेतना दुर्व्यसन उपचार गरिन्छ न्यानो घर। अनि यो चाहिँ घर रहेछ हेर्नुहोस् है यहाँ। यहाँ चाहिँ डाक्टर साहब बस्नुहुन्छ एकजना है ल। थाहा पाउनुभयो होला तपाईँहरूले, सबैजना भोलिबाट उपचारको निम्ति आइदिनु होला होइन। बिहान 7-8 बजीदेखि बेलुका 7-8 बजीसम्म चाहिँ खुल्ला हुन्छ अरे डाक्टर साहबले भनेअनुसार। तपाईँहरू सबैजना आइदिनुहोस् है उपचारको निम्ति, सबैजना लाइन लाग्नुहोस्।